अथवा एकैजनाले मात्रै दिनको 3000 देखि 3500 सम्म चौपाई पढेर 7 दिनमा पूर्ण गर्ने चलन छ, जसलाई साप्ताहिक पारायण भन्ने गरिन्छ र धेरै जसो साप्ताहिक पारायणको परम्परा छ। यसलाई आफ्नो आवश्यकताको हिसाबले 15 दिनमा पनि पूर्ण गर्न सकिन्छ, 1 महिनामा पनि पूर्ण गर्न सकिन्छ, 1 वर्ष लगाएर निरन्तर पढेर पनि पूर्ण गर्न सकिन्छ। यसलाई पाठ भन्ने चलन छ र यहाँ चाहिँ हाम्रा ब्रह्ममुनिले निरन्तर 3 दिनसम्म पढ्नु हो र आज बिहानको लगभग 1 बजेको आसपासको समयमा पूर्ण गरेर कपुर आरती गरिसके पछाडि अनि यसलाई पूर्ण गर्नुभएको छ। तर यो घरको आयोजक परिवारबाट पनि यो तारतम सागर ब्रह्मवाणीलाई पाठ गरिएको र अन्तिमको एउटा प्रकरण पाठ गर्न बाँकी राखेर गुरुमुखबाट पाठ गराएर पूर्णावती गराउने भन्ने लक्ष्य पनि रहेको हुँदाखेरि यो कार्यक्रम यसरी अगाडि बढ्दैछ। अब तारतम सागर दिव्यवाणीको पाठ यहाँ सञ्चालन गरिसकिसके पछाडि जो आत्मालाई जो तरण कारण हुने अनि पितृमोक्ष हुने उद्देश्य पनि सँगसँगै जोडिन्छ। शास्त्रमा ब्रह्मवाणीको पाठ गरेपछि 79 कुल तर्ने कुरा उल्लेख गरिएको छ। त्यति मात्रै होइन, यो ब्रह्मवाणीलाई पाठ गर्ने र जो कृष्ण भक्तिमा हुनुहुन्छ उहाँका 21 कुल तर्ने कुरा पनि शास्त्रमा वर्णन गरिएको छ। आफ्नो पट्टिका 7 कुल अनि आफ्नो माउलीपट्टिका 7 कुल र ससुरालीपट्टिको 7 कुल 21 कुल तर्ने कुरा पनि शास्त्रमा वर्णन गरिएको छ। र यो पाठको उद्देश्य भनेको पितृमोक्ष हो अनि सबै परिवारमा परमात्माको कृपा प्राप्त होस्, परिवारमा शान्ति होस्, समाजमा शान्ति होस् भन्ने भाव राखिएको छ। त्यसकारणले गर्दा म पितृहरूको ग्रामवासी आत्माहरूको यहाँ नाम जोडिनु भएको छ, म पाठ गर्दैछु। वर जिजो हजुरबुबा शक्तिमान हुनुहुन्छ, हजुरआमा यथा नाम गर्नु भएको छ। जिजो हजुरबुबा कुलमान कार्की तथा सेती कार्की हुनुहुन्छ। हजुरबुबा हजुरआमा टङ्क बहादुर तथा शिवकुमारी हुनुहुन्छ। बुबा आमा लीला बहादुर तथा तिलकुमारी हुनुहुन्छ। फुपूहरू तर्फमा मिठो, गोमा, विष्णु र कान्छी हुनुहुन्छ। सानो बुबा र आमा लक्ष्मण र सानी मैया हुनुहुन्छ। ससुरा बुवा सासु आमा वीरबहादुर तथा सानो मैया हुनुहुन्छ तथा सम्पूर्ण ज्ञात अज्ञात कुल पितृहरू भनिएको छ। यथानाम सबै पितृहरूलाई हामी स्मरण गर्दछौँ र यो वाणीको पारायण गरेपछि अनि कुलमा मात्रै एउटा कृष्ण भक्त प्रकट भए पछाडि पितृहरू पिण्डको लागि फेरि आशा गर्दैनन् भन्ने कुरा शास्त्रमा उल्लेख गरिएको छ। तावत् भ्रमन्ति संसारे पितर पिण्ड तत्पर यावत् कुले सुख कृष्ण भक्तयुक्तो न जायते भनिएको छ। कृष्ण भक्तिमा आइसके पछाडि पितृहरूको तरण कारण हुन्छ र यो घरमा पनि कृष्ण भक्ति प्रवेश गरिसकेकोले गर्दा यो पारायण पनि गरेकोले गर्दाखेरि अब पितृको पनि तरण कारण भयो भन्ने हाम्रो विश्वास छ। कृष्ण भक्ति समक्ष आइपुग्नको लागि सानोतिनो तपस्याले पुग्दैन। शास्त्रले के भन्छ भन्दा अन्येषाम् अवतारणं सेवं य पञ्चजन्मसु करोति तस्य हयग्रीवे देवे देवी रतिर्भवेत्। अन्य अवतारहरूको 5 जन्मसम्म भक्ति गरियो भने हयग्रीव अवतारको भक्ति गर्ने सौभाग्य प्राप्त हुन्छ। भगवान विष्णुकै अवतार हयग्रीव अवतारको 10 जन्मसम्म भक्ति गरियो भने प्रहलाद रक्षके तस्य श्री नृसिंह रतिर्भवेत्। नृसिंह भगवानको भक्ति गर्ने मौका मिल्दछ। नृसिंह भगवानको 100 जन्मसम्म भक्ति गरियो भने रामचन्द्रजीको भक्ति गर्ने मौका मिल्दछ।
रामचन्द्र भगवानको 1000 जन्मसम्म भक्ति गर्यो भने नारायण भगवानको भक्ति गर्ने अवसर प्राप्त हुन्छ। तथा निश्चलमना नरकोट्यन्त जन्मसु श्रीकृष्णस्य पदां भोजे भक्ति स्यादन पाइने। भगवान नारायणको 1 करोड जन्मसम्म भक्ति गर्यो भने बल्ल कृष्ण भक्तिमा प्रमोसन हुन्छ भनेकोले गर्दा जन्मान्तर सहस्राणि तपो ज्ञान समाधिरे नराणां क्षीण पापाणां कृष्णे भक्ति प्रजायते। जन्म जन्मान्तर